सबै खै मुखमा लाग्यो है त उतार ममुलाई देखाऊ नानी हाचु भन्देऊ न हाचु भन्देऊ न कहाँ हिँडेको होला यो मुसु मन्दिर घुमेर लानु परेन अहिले मन्दिर घुमाउँछ अहिले फर्केर आउनु सिधै जाने यताबाट घुम्ने होइन बाबु उता हेर के फलेको माथि हेर त के फलेको खानेकुरा त होइन तर त्यसको उस हो क्या सुपारी होइन त्यो यहाँ सुपारी यहाँ चाहिँ माछा छ क्या अब माथिबाट हेर्दाखेरि माछा देखिन्छ अहिले हामी हुँदा चाहिँ लुकिरहेछ हेर आँपको बोट नै छ आँप नै फल्छ अहिले माथिबाट हेर्दा कति माछा हुन्छ उ त्यहाँ छ हेर टाउको देखिरहेछ माछा बाबु खुच्चु मन्दिर अझै दामी रहन्छ घरबाट माछाको खाना लिएर आउनु पर्थ्यो मकै ल्याउनु पर्ने रहेछ है मकै खान्थ्यो नि मेरो घरमा माछा पनि छ पहिला माछा पालेको थियो म यता आएको यो बनाउनुलाई यो कति गहिरो है हामी कति गहिरो वहाँ नि होटेल बनाएर रहेछ है बनाउँदो रहेछ त्यस्तो ठाउँमा आमामा प्लटिङ गरेर माथि त्यस्तो बिरालो त्यस्तो पहिरो पैसा कति कमाएर कति पुत्ताएर उनीहरूले पानी हल्लिन्छ नि बाबा पानी कस्तो हरियो हुन्छ पानी धेरै बस्न हरियो हुन्छ ठुलोमा जाने भने यो छेउ बाटो है अहिले ठुलोमा बिराइमा त यही डुवामा ल्याउनु हो र वहीँ घरै देखाउनु त त्यो यतापट्टि टामेको बजारदेखि त डुवामै ल्याउनु दिदीको ससुरालाई बाटो थिएन बाटो त थियो पैदल हिँड्दा गाह्रो थियो नि त त्यही छेउ बाटो त अनि यो यही हतार बस्ने यसरी ल्याउनु पर्छ सुतेको हेर न कस्तो रमाइलो हुन्छ त्यो चढ्न तर डर लाग्छ फेरि हेर त कस्तो रमाइलो हुन्छ त्यो त फेरि पल्टिन्छ नि त्यो त तिनीहरू त स्विमिङ पनि गर्न जान्दैछ स्विमिङ भयो मात्रै हो त्यो उसमा पनि त्यत्रो घर बनाइरहेको थियो नानी चुप बुझी आयो पानीले समातिन्छ जा भन्नु जा भन्नु जा भन्नु भगवान आउनु भन भगवान आउनु भन बहिनी जस्तै हुन्छ है हामी कहाँबाट हामी कहाँ आयौँ घुमेर आयो हामी मन्दिर घुमेर आयौँ हामी कहाँबाट आएको रे
ऊ त्यहाँ त्यो कस्तो फास्ट चलाएको हेर न त्यो उस छ त्यहाँ मसिन त्यो मेसिनले चलाएको विदेशमा पनि त्यस्तै हुन्छ नि